हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल काजी ब्लग 52 मा तपाईँहरूलाई म स्वागत गर्दछु र आज फेरि पनि मैले तपाईँहरूमाझ नयाँ ब्लग लिएर आएको छु र आज चाहिँ मेरो ब्लग खानेकुराको रहेको छ र खानेकुरा चाहिँ आज म के पकाउँछु भन्दाखेरि सादा खालको पुलाउ, किनभने मलाई पुलाउमा धेरै थोक हालेको मन पर्दैन र सादा खालको पुलाउ र नेपाली अचार र रोस्ट र पकाउँदैछु, किनभने म एक्लै छु र एक्लै धेरै कुरा खान सकिँदैन। र आज चाहिँ जापानमा एकदमै चिसो मौसम छ। यो टोकियोमा चाहिँ हिउँ परेको कारणले गर्दाखेरि आज बाहिर एकदमै चिसो मौसम भएको कारणले गर्दाखेरि आज चाहिँ मिठो पकाएर खाऊँ न त भनेर एकदमै जोस चलेर होइन, आज छुट्टी पनि, भोलि पनि छुट्टीको समय सही तरिकाले युटिलाइज गरौँ भनेर आज चाहिँ म तपाईँहरूमाझ खानेकुराको भ्लग लिएर आएको छु र हेरेर साथ दिनु होला र तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला। र अहिले चाहिँ म रोस्टको लागि कुखुराको खुट्टा सानो तरिकाले भित्र मसलाहरू पसोस् भनेर काटिरहेको छु। र अब मोल्नको लागि अन्डा फुटाएर हालेको र त्यसमा थोरै बेसार आफ्नो टेस्ट अनुसार थोरै हाल्ने र थोरै मसला, घरको मसला जे हाल्दा नि हुन्छ, आफ्नो घरमा जे छ त्यही हाल्ने। मेरो घरमा चाहिँ जे छ त्यही हालेको मैले। र थोरै नुन आफ्नो स्वाद अनुसार हाल्ने मैले चाहिँ हालेको छु र थोरै चाहिँ हामीले बेसन पनि हाल्ने र अब चाहिँ एकदमै मोल्ने यसलाई र मरमसला सबै हालिसकेपछि चाहिँ त्यसलाई मजाले घोल्ने, मजाले मसलाहरू मिक्स भयो भने एकदमै टेस्ट राम्रो आउँछ। र यतिको बनिसकेपछि अब म चाहिँ मासु हालेर र हामीले एकदमै मजाले रोस्टलाई मजाले मोलिदिने, अनि मोलिसकेपछि एकछिन हामीले राखिदिने साइड। र पुलाउको लागि चाहिँ आफूले कति खाइन्छ चामल राख्ने र त्यो चामललाई चाहिँ एकदमै मजाले पानीले पखाल्ने, त्यहाँ भएको भित्र केही छ भने पनि मजाले जाओस्। त्यसलाई मजाले पखालिसकेपछि एकछिन भिजाएर राखिदिने। र मैले चाहिँ नेपाली अचारको लागि काँक्रा, गाजर चाहिँ मजाले पखालेर काट्ने छु र थोरै चाहिँ आफूले टेस्ट पनि गरेको काँक्रा कस्तो रहेछ भनेर, किनभने काट्दै खान मन लाग्छ मलाई चाहिँ, यसो कस्तो रहेछ भनेर काँक्रा चाहिँ म धेरै नै खाने गरेको छु। र काँक्रालाई सानो पारेर मजाले काटेर एउटा बटुकोमा राख्छु म चाहिँ। अनि त्यस पछाडि हामीले गाजरलाई पनि मजाले पखालेर त्यसलाई पनि सानो टुक्रामा पारेर त्यसलाई पनि एक ठाउँमा राख्छु म चाहिँ। पाउँदैन र एक ठाउँमा पाउँछ, एकदमै महँगो छ। धनियाँलाई पनि मजाले पखालेर सानो तरिकाले काटेर त्यसलाई पनि साइडमा राखिदिने अचारको लागि। र गुन्द्रुकको अचारको लागि चाहिँ मैले तातो पानी तताएर त्यसलाई एकछिन केही समयको लागि भिजाइदिएर राख्नेछु। गुन्द्रुकको अलिकति नरम बनाउँछ गुन्द्रुकलाई। र तेल हाम्रो तातिसकेको छ रोस्टको लागि र अब तातो तेलमा रोस्ट चाहिँ फ्राई गर्ने हो। एक कुरा हालेर एकदम ग्याप राखेर त्यसलाई मजाले सानो ग्यासमा फ्राई गरिराख्ने हो, मजाले नपाकेसम्म। त्यसलाई पकाइदो। घिउ चाहिँ 2 चम्ची जति आफ्नो टेस्ट अनुसार राख्ने, कतिको सुगन्धित तरिकाले खाने भनेर आफ्नो टेस्ट अनुसार राख्ने। र घिउ मजाले खटिसकेपछि त्यसलाई चाहिँ अब हामीले अघि राखेको चामल, भिजाएको चामललाई चाहिँ मजाले केही समय रातो हुन्जेलसम्म मजाले भुटिदिने। त्यसलाई केही समय मजाले खटेर रातो हुन्जेलसम्म चलाइ गर्ने, डढ्न नदिने। एकछिन समय राख्दै फेरि मजाले रोस्टलाई पनि फर्काउँदै यता चामल पनि के भइरहेछ मजाले हेर्ने। चामल चाहिँ हल्का रातो भइसक्यो र रोस्ट पनि एकदमै पाकिरहेको छ र हाम्रो गुन्द्रुक पनि भिजिरहेको छ, भिजिसक्यो भनौँ न। र अचारको लागि पनि सबै कुरा रेडी भइसक्यो। अघि भिजिएको गुन्द्रुकलाई मजाले पानीले पखालिदिने, त्यहाँ भएको फोहोरहरू धुलोहरू छ भने पनि मजाले पखालिदिने 3-4 चोटि पानीले।
त्यसलाई सबै मजाले निचारेर एउटा सानो बटुकामा राख्ने र त्यसमा थोरै तेल काँचो तेल हाल्ने र त्यसमा थोरै अमिलो पनि राख्छु म चाहिँ र त्यसमा थोरै नेपाली अचार राखेँ मैले र थोरै आफ्नो टेस्ट अनुसार नुन पनि त्यसमा राख्ने र मजाले घोलिदिने त्यसलाई एकदमै मजाले भित्रसम्म पुगोस्। र चामल खरिसकेपछि पानी राखिदिने ठिक्क हुने गरी। अब आफूलाई कति ठिक लाग्छ त्यति नै राखिदिने र पाकुन्जेलसम्म अब त्यसलाई सानो गाँस पारेर पकाइदिइराख्ने। र अचारको लागि चाहिँ मैले खोर्सानी अकबरेको धुलो नेपालबाट ल्याएको धुलो हालेको छु र त्यसमा आफूलाई थोरै कति आफ्नो टेस्ट छ त्यही अनुसार आफूले नुन हाल्ने, आफ्नो टेस्ट अनुसार। चखिलो मिठो लाग्छ भने चखिलो तरिकाले धेरै हाल्ने, अब त्यो तपाईँहरूलाई पनि थाहा भइहाल्छ होइन। र आफ्नो घरमा जे मसला छ त्यही हाल्दा हुन्छ। मेरो चाहिँ एकदम त्यो अस्ति नेपालबाट ल्याएको मसला थियो र त्यही हालेको मैले चाहिँ। र आफ्नो टेस्ट अनुसार थोरै अमिलो, चखिलो च्वास्सवाला अमिलो पनि राखिदिने अचारको। र आफ्नो टेस्ट अनुसार थोरै कालो तिलको धुलो पनि राख्छु म चाहिँ सधैँ। त्यो अचारलाई मिठो टेस्ट दिन्छ तिलको धुलोले। र सादा पुलाउ चाहिँ रेडी भइसकेको छ र मैले चाहिँ अर्को भाँडामा त्यसलाई खर्याएर छोप्ने छु किनभने यो कराही चाहिँ ताई चाहिँ म युज फेरि गर्नेछु अचारको लागि। र फोहोर भएको छ सफा गर्नै पर्यो होइन, टिलिक्क पार्नै पर्यो। किचन सफा भयो भने पकाउनु पनि मन लाग्छ। र अचारको लागि थोरै मेथी तेल तताएर थोरै बेसार हालेर तेललाई चाहिँ तताउने र तताइसकेपछि अचारमा मजाले त्यसलाई हालेर मजाले भित्रसम्म रस जाने गरी मजाले मोलिदिनुपर्छ र मजाले मोल्यो भने मिठो हुन्छ एकदमै। टमाटरको अचारको लागि थोरै तेल थोरै बेसारले मैले चाहिँ त्यसलाई तातेपछि टमाटर त्यसमा हालेर मजाले त्यसलाई पकाइदिने। सानो ग्यास पारेर थोरै पानी हाल्दै त्यसलाई मजाले पकाइदिने र त्यसमा थोरै तिलको धुलो पनि हाल्यो भने मिठो टेस्ट दिन्छ र तिलको धुलो हालिदिने त्यसलाई र धेरै बेर चलाएको गर्ने सानो ग्यास पारेर र मजाले पाकिसकेपछि त्यसलाई चाहिँ म चाहिँ हातले मिक्सरले भन्दा हातले पिस्छु र त्यसलाई खनेर र आफ्नो टेस्ट अनुसार नुन खोर्सानी अमिलो सबै हालिसके पछाडि मजाले घोलिदिने त्यसलाई चाहिँ धुलो पिठो हुने गरी। र मेरो चाहिँ खाना एकदमै सबै कुरा रेडी भइसकेको छ र म चाहिँ आफ्नो भ्लग हेर्दै खानेछु। तपाईँहरूलाई कस्तो लाग्छ त मैले के बनाएँ होला हेरेर साथ दिनु होला। र सबैभन्दा सुरुमा छ हाम्रो रोस्ट चाहिँ यस्तो भएको छ र टमाटरको अचार चाहिँ यस्तो भएको छ र यो चाहिँ गुन्द्रुकको अचार, नेपाली गुन्द्रुकको अचार र यो चाहिँ हाम्रो नेपाली अचार एकदम मिठो भएको छ र यो चाहिँ हाम्रो सादा पुलाउ भात जस्तो देखिरहेछ। मलाई चाहिँ सादा मेरो चाहिँ खानाहरू यसरी रेडी भइसकेको छ। एकदम हेर्दा मिठो भएको छ। अब खाएर कस्तो हुन्छ भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु।
मिठो बेको भिडियो हेर्दै हेर्दै म चाहिँ अब खाना गइरहेको छु र मिठो भएको छ, एकदमै मिठो छ। तपाईँहरूलाई नि म पछि कुनै समय मिलेछ भने पकाएर खुवाउने छु। एकदमै मिठो भएको छ। तर अब आफूले पकाएको आफूलाई त मिठो लाग्छ, अरूलाई कस्तो लाग्छ होला, मिठै लाग्छ होला सायद होइन। तर मैले पकाएको हो नि त, जादुवाला हात छ नि त यो हातमा, त्यही भएर मिठो छ। मिठो मानेर हेरिदिनु होला हेर्ने मान्छेहरूले पनि। र आज यति भन्दै मेरो भ्लग चाहिँ यहीँ टुङ्ग्याउँछु भनेर टुङ्ग्याउने हो होइन। अब चाहिँ बेको भिडियो हेर्दै खाँदै बिस्तारो खान्छु म चाहिँ, इन्जोय गर्दै। आजको छुट्टी रमाइलो छुट्टी मेरो। अब यहाँ सुत्ने बेला पनि हुन आँट्यो, 10 बज्न आँटेको छ र खाँदै खाइसकेर सुत्नेछु। र तपाईँहरू पनि आफ्नो ख्याल गर्नुहोला। लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।